इमान बटला सूचना प्रविधि विभागबाट। आज हामीले योभन्दा अगाडि एन्डेक्स इमेल भन्ने प्रयोग गरिरहेका थियौँ संस्थाका चिठी पत्रहरू आदान प्रदान गर्नुको लागि। अनि त्यो एन्डेक्स इमेल चाहिँ राष्ट्र ब्याङ्कले अबदेखि प्रयोग नगर्नु भन्ने निर्देशन दिएको कारणले गर्दा हाम्रो आफ्नै संस्थाको डोमेनमा इमेल वेबमेल बनाइएको छ र सुचारू भएको छ। र यही वेबमेल कसरी खोल्ने कसरी प्रयोग गर्ने भन्ने बारेमा मैले तपाईँहरूलाई छोटो एउटा भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले ध्यान दिएर हेर्नु होला। इमेल आइडीको हकमा पहिला एन्डेक्स इमेलमा जसको जुन ब्रान्चको जुन इमेल थियो त्यही इमेल नै हुन्छ होइन। जस्तै उदाहरणको लागि तपाईँको इमाडोल ब्रान्च थियो भने इमाडोल डट ब्रान्च @मातृभूमि mf.com.np यस्तो फर्मेटमा थियो। सबैलाई थाहै होला तपाईँहरूको इमेल आइडीहरू तपाईँहरूलाई थाहै होला। थाहा छैन भने हामीसँग भन्नु होला, त्यो हामी त्यो पनि बताइदिन्छौँ। अब कसरी खोल्ने त भन्दाखेरि पहिला तपाईँहरूलाई हाम्रो वेबसाइट थाहा होला सबैलाई, मातृभूमि MATRUMI यो भनेको हाम्रो वेबसाइट हो। तपाईँहरू सबैले खोल्ने गर्नुभयो होला। यो हाम्रो वेबसाइटको लिङ्क हो। हाम्रो डोमेनमा यो वेबसाइट खुल्छ होइन। यही वेबसाइटकै अगाडि तपाईँहरूले मेल थपिदिनु पऱ्यो। जस्तै यो हाम्रो वेबसाइट भयो भने यसको अगाडि तपाईँहरूले MAIL मेल थपिदिनु पऱ्यो। यहाँ अगाडि एमभन्दा अगाडि चाहिँ MAIL डट यति थपिदिनु भयो भने है मेल डट मातृभूमि mf.com.np यति गरेर इन्टर थिच्नुभयो भने यो इमेलको वेबमेलको लगइन खुल्छ। अनि तपाईँको आफ्नो ब्रान्चको इमेल यहाँ राख्नु होला। अनि तपाईँहरूलाई हामी वाट्सएपका माध्यमबाट या अन्य माध्यमबाट एउटा पासवर्ड पठाउँछौँ। अहिलेलाई हामीले सबै ब्रान्चको एउटै पासवर्ड राखिदिएका छौँ। त्यो पासवर्ड यहाँ तपाईँहरू पेस्ट गर्नु होला, राख्नु होला। जस्तै यसरी मैले हाम्रो आइटीको इमेल खोल्दैछु यहाँ। अनि यो साइन इन गरिसकेपछि तपाईँको पासवर्ड चेन्ज माग्छ तपाईँहरूको केसमा है। अब यहाँ मैले खोलिसकेको हुनाले पासवर्ड चेन्ज मागेन। तपाईँहरूलाई चाहिँ पासवर्ड चेन्ज गर भनेर यहाँनिर यस्तो टाइपको आउँछ। अनि करेन्ट पासवर्डमा यहाँबाट दिएको पासवर्ड राख्नुपर्ने हुन्छ, न्यू पासवर्डमा र कन्फर्म पासवर्डमा नयाँ पासवर्ड तपाईँहरूले आफ्नो पासवर्ड बनाउनु पऱ्यो। अनि त्यो पासवर्ड बनाइसकेपछि एउटा डायरीमा नबिर्सिने गरेर टिप्ने पनि गर्नु पऱ्यो। अनि त्यो नयाँ पासवर्ड सेट भइसकेपछि तपाईँको वेबमेल लगइन हुन्छ। यो वेबमेलबाट पनि तपाईँले इमेलहरू पठाउन प्राप्त गर्न सक्नुहुन्छ। योबाट पठाउनलाई न्यू मेसेजमा गएर यहाँ आवश्यक कुराहरू भरेर अनि यहाँनिर सेन्ड बटनमा क्लिक गऱ्यो भने जान्छ। अब यो नप्रयोग नगरेर हामीले यतापट्टि आउटलुक भन्ने हुन्छ। प्रत्येक ल्यापटप कम्प्युटरमा आउटलुक भन्ने हुन्छ। OUTLOOK हान्नुभयो भने यहाँ दुई किसिमको आउटलुक हुनसक्छ। कसैकोमा एउटै हुनसक्छ। एउटै भएकोले त्यही आउटलुक प्रयोग गर्ने, दुईवटा भएकोले चाहिँ यो आउटलुक क्लासिकलाई प्रयोग गर्ने। यो क्लासिक क्लिक गर्नु होला। अब यो किन प्रयोग गर्ने भन्दाखेरि उता वेबमेलमा आएको इमेलहरू चाहिँ अनलाइन मात्रै हेर्न मिल्छ। हामीसँग कति बेलै यदि इन्टरनेट छैन भने इमेल एक्सेस हुँदैन। तर यदि तपाईँले आउटलुकमा बनाएर राख्नुभयो भने वेबमेलमा आएको इमेल यहाँ आउटलुकमा पनि आउँछ। यो आउटलुक भनेको अफलाइन पनि हामीले हेर्न मिल्छ। अब यसलाई सेटअप गर्दाखेरि यो आउटलुक खोलेपछि तपाईँको यस्तो टाइपको सुरुमा विन्डो आउन तपाईँहरूको आउने भनेको सुरुको सेटअपको विन्डो आउँछ। यो मेरो पहिला इमेल सेटअप भइसकेको बेला यस्तो आएको। सुरुको चाहिँ तपाईँको यस्तो टाइपको आउँछ। हो यस्तो टाइपको तपाईँको आउटलुकको यो आउँछ। यो आइसकेपछि यहाँ तपाईँले त्यही इमेल ब्रान्चको इमेल राख्नु पऱ्यो। स्पेलिङ चाहिँ नबिगारेर है, मेरै यहाँनिर मिस्टेक भएको थियो, .com हुनुपर्ने, मातृभूमि mf.com.np। अनि कनेक्ट बटनमा क्लिक गर्ने, एकछिन वेट गरेपछि यसले पासवर्ड माग्छ। पासवर्डमा पनि तपाईँले पछि चेन्ज गरेको नयाँ पासवर्ड राख्नु पऱ्यो। अनि नयाँ पासवर्ड तपाईँले यहाँनिर राख्नु पऱ्यो। पासवर्ड म्याच भयो भने अनि तपाईँको यो सेटअप यसरी आउँछ। अनि डन भन्नेमा यो डनमा क्लिक गरिदिनु भयो भने तपाईँको कम्प्लिट भयो। अनि यहाँ तपाईँको इनबक्समा आएर यहाँनिर तपाईँको इमेल आइडी देखिन्छ। जस्तै तपाईँको यहाँ मेरो मेरो इनबक्समा 2-3वटा इमेल आइडी सेटअप छन्। सपोर्ट छ, आइटी छ, अनि अपरेसन छ। त्यही भएर 3वटा देखिन्छ। तपाईँको एउटा मात्रै देखिन्छ। अनि यहाँ इनबक्समा क्लिक गऱ्यो भने आएका
इमेलहरू हुन्छन्। अनि तपाईँले पठाउनु पऱ्यो भने न्यू इमेलमा क्लिक गर्ने, अनि यहाँ कसलाई पठाउने हो अनि आइडीहरू राखेर, अनि तलतिर सब्जेक्ट र इमेलको बडी राखेर, अनि केही एट्याचमेन्ट छ भने यहाँबाट एट्याचमेन्ट राखेर अनि सेन्ड बटनमा क्लिक गर्नुभयो भने तपाईँको इमेल जान्छ। यसरी नै अब हाम्रो नयाँ वेबमेल आउटलुकका माध्यमबाट, सकेसम्म आउटलुकका माध्यमबाट प्रयोग गर्नुहोला भन्ने आग्रह गर्दै यहाँहरू सम्पूर्णलाई पुनः धन्यवाद। हवस् त।